प्रचण्डको दोस्रो शासन, अविश्वासको जगमाथि सविश्वास पत्याग, विकासे उडान, विदेशी रुझान र राजीनामा। प्रधानमन्त्रीका रूपमा प्रचण्डको पहिलो कार्यकाल हास्य न हुस्स जस्तो गरी बितेको थियो। पहिलो संविधानसभा निर्वाचनमा पहिलो पार्टी बनेको राप तापसँगै अहम र विजय उन्माद पनि थियो। जनयुद्धको चर्चा, प्रभाव र दबाव कमजोर भइसकेको थिएन। तर अन्ततः जसरी 9 महिनामै सत्ता गुम्यो, त्यसपछि उनलाई लाग्यो कि गल्ती गरियो। एक त प्रधान सेनापति रुकमांगत कटुवाललाई छुनै हुने थिएन। हटाउन असफल भए पनि पदबाट राजीनामा गर्न आवश्यक थिएन। यो घटनालाई प्रचण्डले पछि बारम्बार आफ्नो राजनैतिक जीवनकै ठूला गल्तीमध्ये एक स्वीकार गरे। दोस्रो कार्यकालमा उनी यस्तो गल्ती गर्ने पक्षमा थिएनन्। बडो संयम र सोच विचारिकन चल्ने पक्षमा थिए। सत्ता उन्मादले हुने गल्तीहरूले अन्ततः बन्चरो आफ्नै खुट्टामा बज्रिन्छ भन्ने उनलाई ज्ञान भइसकेको थियो। दोस्रो कार्यकाल प्रधानमन्त्री हुँदा प्रचण्डमा मूलतः दुईवटा भावना प्रकट रूपमा देखिन्थे। पहिलो, समय कम छ र गर्नुपर्ने काम धेरै छन्। झिना मसिना कुरामा अल्मलिन हुन्न, अनावश्यक विवादमा फस्न हुन्न। प्रचण्डले मौका पाए छोटो समयमै पनि केही राम्रा काम गर्न सक्ने रहेछन् भन्ने सन्देश दिनु छ। अर्को, दोस्रो पटक प्रधानमन्त्री भएकाले पहिलाको तुलनामा अनुभव त आर्जन भएको छ, त्यसलाई राम्रो सदुपयोग गर्नुपर्छ। एकातिर काम गर्नका लागि पर्याप्त समयको कमी र अर्कोतिर वैचारिक रूपमा नै फरक धारको कङ्ग्रेससँगको सत्ता सहयात्रा आफैमा सहज परिस्थिति थिएन। तैपनि नयाँ समीकरणमा बसेर धेरैभन्दा धेरै लोकप्रिय काम गरी आफ्नो र पार्टीको छवि सुधार्ने तथा चुनावमा राम्रो नतिजा ल्याउने आकांक्षाको दबाव उनमा थियो। यो दबाव उनका बाँडीहरूमा सुरुबाटै प्रकट हुन थालेका थिए। प्रधानमन्त्री भएको 2 दिनपछि 22 साउन 2073मा गोर्खा काठमाडौँ जनसम्पर्क मञ्चको भेलामा प्रचण्डले भने, यो कार्यक्रम प्रधानमन्त्री हुनु पूर्व नै तय भएकाले आए। अब अपवाद बाहेक उद्घाटन कार्यक्रम र रिबन काट्ने काममा अल्झिने छैन। उनको यस्तो भनाइलाई धेरैले स्वागत गरे पनि कार्यान्वयन हुनेमा भने शङ्का गरेका थिए। त्यसै दिनदेखि नेपाल टेलिभिजनमा सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रममा आफूलाई जोडे। 3 भदौ 2073मा बधाई तथा शुभकामना दिन आएको सिन्धुलीको टोलीसँगको भेटमा प्रचण्डले दोहोर्याए, धेरै औपचारिक कार्यक्रममा जाने सोचेको छैन। सिंहदरबारमै बसेर सरकारका कामको निरीक्षण अनुगमन गरी परिणाम निकाल्न चाहेको छु। पार्टीका साथीभाइले अन्यथा नलिइदिनुहोला। 23 साउन 2073मा मन्त्रालयका सचिवलाई 3 दिनभित्रै परिणाममुखी योजना पेश गर्न निर्देशन दिए। भने समय थोरै र चुनौतीपूर्ण छ, काम धेरै छन्। मन्त्रालयको प्राथमिकता र कार्ययोजना तोकेर 3 दिनभित्र मुख्य सचिव मार्फत मलाई ठोस योजना दिनुपर्छ। परिणाम निकाल्ने तपाईँको कार्यतालिका पनि चाहिन्छ। निर्मम बनेर परिणाम निकालौँ। योजनाको कार्यान्वयन मैले ग्राफमा हेर्न पाउनुपर्छ। अर्को दिन प्रचण्डले प्रधानमन्त्रीको कार्यालय मातहतका कर्मचारीको सामूहिक बैठक गरी सरकारको लक्ष्य पूरा गर्ने गरी परिणाममुखी काम गर्न निर्देशन दिए। 19 साउन 2073मा दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। मन्त्री परिषदको पहिलो बैठकले गरिबका लागि सरकारी कार्यक्रम, भूकम्प पीडितलाई पहिलो किस्ता 45 दिनभित्र दिने, सबै प्राथमिक स्वास्थ्य केन्द्रमा 3 महिनाभित्र चिकित्सक पठाउने र दलित र कर्णालीका शिशुको जन्मदर्ता गर्दा 1000 रुपैयाँ दिने 4 निर्णय गर्यो। विपक्षी बेन्चमा रहेको शक्तिशाली एमाले ओली सरकार ढालेकोमा प्रचण्डप्रति आक्रामक थियो। मन्त्री परिषद दोस्रो बैठकबाट प्रचण्डले लिएका निर्णयपछि एमाले चिडिन थाल्यो। प्रचण्डले सुरुमै पूर्ववर्ती ओली सरकारका निर्णय फटाफट उल्टाउन थाले। 21 साउन 2073मा बसेको मन्त्री परिषद बैठकले 14 जना राजदूत नियुक्तिको सिफारिस रद्द गर्यो। ओली सरकारले 7 वैशाख 2073मा 21 जना र त्यसको केही समयपछि ओमानका लागि राजदूत सिफारिस गरेको थियो। उनीहरूमध्ये परराष्ट्र सेवाका 8 जना बाहेक अरू सबैको सिफारिस रद्द भयो। यिनको संसदीय सुनुवाई रोकियो। परराष्ट्र मन्त्रालय कङ्ग्रेसको भागमा थियो। त्यस दिनको दोस्रो निर्णय थियो तराई मधेसको आन्दोलनका मृतकलाई 1 साताभित्र 10 लाख रुपैयाँ क्षतिपूर्ति दिने। लामो समयदेखि काठमाडौँसँग दूरी बढेको तराई मधेसको मनोविज्ञानमा मलम लगाउन मद्दत गर्ने आङ्कलनका साथ यो निर्णय भएको थियो। 23 भदौ 2073मा प्रचण्डले संसदमा 5543 शब्दको 13 पृष्ठ लामो सम्बोधन गरे। पहिलो पटक प्रधानमन्त्री हुँदा 7 भदौ 2065को प्रचण्डको पहिलो सम्बोधन 3 पृष्ठ लामो र 1425 शब्दको थियो। यो सम्बोधन ओलीको जस्तै अलिक पपुलिस्ट, चर्चा बटुल्ने खालको थियो। सातै प्रदेशमा एक-एकवटा सरकारी मेडिकल कलेज स्थापनाको काम तत्काल सुरु गर्ने, हरेक प्रदेशमा कम्तीमा एक-एकवटा सोलर प्लान्टबाट 6 महिनाभित्र 150 मेगावाट विद्युत थप्ने गरी काम अगाडि बढाउने कुरा थिए।
नलसिंहगाड, माथिल्लो अरुण र दुधकोशी जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदनका लागि पर्याप्त बजेट व्यवस्था, साथै प्रदेशमा उपभोक्ता अदालत गठनको कुरा पनि थियो। खासमा यी सबै योजना लागू भइहाल्ने खालका थिएनन्। प्रचण्डले आसन्न चुनावलाई ध्यानमा राखेर यस्तो सम्बोधन गरेका थिए। उनले संविधान कार्यान्वयन गर्न सबै तहका निर्वाचन, आवश्यक कानुनहरूको निर्माण, गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित र स्वायत्त क्षेत्रको सङ्ख्या तथा सीमा निर्धारणको काममा पुरै प्रयत्न हुने पनि सम्बोधनमा बताए। प्रचण्डको सम्बोधनमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन, सबै प्रदेशमा भौतिक संरचनाको निर्माण कार्य तत्कालै प्रारम्भ गर्ने, रक्सौल अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण द्रुत रूपमा अघि बढाउने, देशभित्र पेट्रोलियम पदार्थ, युरेनियम र अन्य खानीको अन्वेषण तथा उत्खनन, उत्पादन र विकासको सम्भावनाको अध्ययनलाई निष्कर्षमा पुर्याई सकेसम्म छिटो व्यावसायिक उत्पादन सुरु गर्ने, घरबार विहीनका लागि सबै प्रदेशमा प्रधानमन्त्री आवास योजना सुरु गर्ने, 25 जिल्लामा गरिब घर परिवार पहिचान परिचय पत्र वितरण कार्य तत्काल सुरु गर्ने लगायत घोषणा सम्बोधनमा थियो। सम्बोधनमा भूकम्प पीडितलाई घर बनाउन 1 लाख थपेर 3 लाख दिने, 3 लाख निर्व्याजी र 2 लाख सहुलियत ब्याजदरमा ऋण दिने घोषणा पनि थियो। रोल्पामा जनयुद्ध सङ्ग्रहालय बनाउने र शहीद बेपत्ता परिवारलाई थप 5 लाख रुपियाँ दिने विषय पनि सम्बोधनमा समेटिएको थियो। प्रचण्ड सकेसम्म जनतालाई सुविधा दिन सकियोस् र लोकप्रिय देखिन पाइयोस् भन्ने ध्याउन्नमा थिए। 8 कार्तिक 2073 मा उनले भौतिक योजना तथा निर्माण, स्थानीय विकास, ऊर्जा, खानेपानी, अर्थ, गृह लगायत मन्त्रालयका सचिव र सम्बद्ध अधिकारीहरूको संयुक्त बैठक बोलाएर एकीकृत र समन्वयात्मक रूपमा काम गरेर परिणाम निकाल्न निर्देशन दिए। 19 कार्तिक 2073 मा सरकारले 100 दिन पूरा हुन लागेको सन्दर्भमा जनताले महसुस गर्ने गरी काम गर्न मन्त्रीहरूलाई निर्देशन दिए। तर उनी आफ्नै पार्टीका मन्त्रीहरूको कार्यशैलीप्रति असन्तुष्ट थिए। माओवादी मन्त्रीहरूले राम्रो कार्य सम्पादन क्षमता प्रस्तुत गरिरहेका थिएनन्। 23 कार्तिकमा प्रचण्ड पूर्वका केही जिल्लाको भ्रमणमा निस्के। माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निरीक्षण गरी आयोजना छिटो सम्पन्न गर्न निर्देशन दिए। विराटनगरबाट किमाथाङका हुँदै चीन जोड्ने उत्तर दक्षिण कोशी लोकमार्ग र सङ्खुवा सभामा रहेको अरुण तेस्रो जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गरे। 26 कार्तिक 2073 प्रचण्ड सरकार गठनको 100 दिन पुग्यो। उनी काठमाडौँ बाहिर व्यस्त रहे। त्यस दिन देशकै सबैभन्दा जेठो उद्योग विराटनगर जुट मिलको स्थलगत निरीक्षणदेखि सिराहा र सप्तरीसम्मका कार्यक्रममा व्यस्त हुँदा उनी यात्राकै क्रममा पनि 100 दिनका कामबारे सरकारी अधिकारीहरूसँग छलफल गर्थे। हरेक आयोजना निरीक्षणका क्रममा छिटो र गुणस्तरीय काम गर्ने कर्मचारीलाई सरकारले पुरस्कृत गर्ने उद्घोष गर्थे। प्रधानमन्त्री कार्यालयका सचिव टङ्कमणि शर्मा नेपाली सेनाको हेलिकप्टरमै 100 दिने कामको टिपोट बनाइरहेका थिए। प्रचण्ड काठमाडौँ फर्कदा साँझ 5 बजिसकेको थियो। त्यस दिन 3 घण्टाभन्दा बढी समय हेलिकप्टरमै बित्यो प्रचण्डको। हेलिकप्टरमा बस्दा होस् या कार्यक्रममा सहभागी हुँदा, सरकारी अधिकारीसँग संवाद गर्दा होस् वा आफ्नो सचिवालयका सदस्यसँग अपडेट लिँदा, करिब 8 घण्टा प्रधानमन्त्री प्रचण्डसँगै हिँड्दा मैले प्रचण्डको अनुहार र बडी ल्याङ्ग्वेज पढ्ने कोसिस गरेँ। त्यस दिनका हरेकजसो बैठक र अभिव्यक्तिमा प्रचण्डको नयाँपनमाथि ध्यान दिँदा उनी क्रान्तिकारी नेताभन्दा विकासवादी देखा परेका थिए। शान्ति प्रक्रियामा आए यता पूर्णतः राजनैतिक मुद्दामा केन्द्रित प्रचण्डले दोस्रो पटक प्रधानमन्त्री भएपछि विकासमाथि नजर लगाएका थिए र यसैलाई आसन्न चुनावको मुद्दा बनाउने प्रयत्न गरे। विगतमा कहिले विद्रोही, कहिले भूमिगत, कहिले सत्तापक्ष, कहिले प्रतिपक्ष त कहिले प्रधानमन्त्रीका रूपमा प्रचण्डका विभिन्न अनुहार देखिए। कसैमा सफल र कसैमा असफल भए उनी। पहिलो पटक प्रधानमन्त्रीका रूपमा प्रचण्ड विकासवादी अनुहारमै देखिन खोजेका थिए, तर कार्यकाल एकदमै छोटो भयो। त्यसैले यस पटक केही न केही नतिजा हात पार्ने हतारो उनमा देखिन्थ्यो। साँझ पत्रकार सम्मेलन मार्फत प्रचण्डले सरकारको 100 दिने उपलब्धिको ब्रिफिङ गरे। त्यसमा उनले 2वटा कुरा महत्त्वका साथ उठाए। पहिलो, संविधानको स्वीकार्यता बढाउन संविधान संशोधनका लागि भइरहेको तयारी र दोस्रो, विकास निर्माणको गति। मेलम्ची, सिक्टा, रानी जमरा, माथिल्लो तामाकोशी, मध्य पहाडी र कोशी करिडोर लोकमार्ग लगायत राष्ट्रिय गौरवका आयोजनाको स्थलगत अवलोकन र अनुगमन गरी निर्धारित समय अगावै सम्पन्न गर्न निर्देशन दिएको र निरीक्षणबाट थप प्रभावकारिता आएको उनले सुनाए। प्रचण्डले 7 असोजमा मेलम्ची खानेपानी आयोजना, 17 असोजमा बाँकेको निर्माणाधीन सिक्टा सिँचाइ आयोजना र कर्णाली चिसापानी स्थित राष्ट्रिय गौरवको रानी जमरा सिँचाइ आयोजनाको निरीक्षण गरेका थिए। प्रधानमन्त्रीको सचिवालय टिमले ससाना विषयमा चासो राख्थ्यो ताकि काम पनि होस् र सकारात्मक प्रचार पनि।
4 मङ्सिर 2073मा अछामको तिमिलसेन गाउँमा छाउपडी गोठमा सुतेकी 21 वर्षीय महिलाको ज्यान गयो। प्रधानमन्त्रीको सचिवालयले अछामका प्रमुख जिल्ला अधिकारी कुशल राज शर्मासँग टेलिफोन गरी घटनाबारे जानकारी माग्यो। त्यसै दिन साउदी अरेबियाबाट उद्धार गरिएका 5 युवाले प्रधानमन्त्रीसँग भेट गरे। अलपत्र परेका उनीहरूलाई प्रधानमन्त्री कार्यालयको विशेष पहलमा 3 मङ्सिरमा नेपाल ल्याइएको थियो। 6 मङ्सिर 2073मा प्रधानमन्त्री प्रचण्डले भूकम्पपछिको पुनर्निर्माण लगायतका काममा यसअघि आफूले दिएका निर्देशनको सन्तोषजनक पालना नभएको भन्दै पुनः कडा निर्देशन दिए। जुन ढङ्गले काम हुनुपर्थ्यो त्यो भएन, यसका लागि मेरो कार्यालयबाट के सहयोग चाहिन्छ गरिन्छ, तर सन्तोषजनक रूपमा काम हुनुपर्छ। तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माको पहलमा काठमाडौँ लोडसेडिङ मुक्त भएपछि जनस्तरमा राम्रो सन्देश गएको थियो, तर लोडसेडिङ मुक्त राजधानीलाई निरन्तरता दिनुपर्ने बाध्यतामा थियो सरकार। त्यसैले 27 मङ्सिर 2073मा विद्युत चोरी रोक्न आक्रामक हुने निर्णय लियो। प्रधानमन्त्रीसहित ऊर्जा मन्त्री जनार्दन शर्मा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, गृह सचिव, अर्थ सचिव, ऊर्जा सचिव, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि उपस्थित बैठकले विद्युत चोरी रोक्न कडा कदम चाल्ने निर्णय लियो। 7 पुस 2073 को मन्त्री परिषद बैठकले काठमाडौँ निजगढ द्रुतमार्ग नेपालले नै निर्माण गर्ने निर्णय गर्यो। 18 पुस 2073मा प्रधानमन्त्री प्रचण्डले फेरि सबै मन्त्रालयका मन्त्री र सचिवहरूलाई राष्ट्रिय गौरवका आयोजना र अन्य ठूला आयोजनाको नियमित अनुगमन र निरीक्षण गर्न निर्देशन दिए। विकासवादी अनुहारमा देखा परेका उनले राष्ट्रिय विकास समस्या समाधान समितिको 38औं बैठकलाई सम्बोधनका क्रममा भने, मैले 37औं बैठकमा निर्देशित गरेको थिएँ, हामी सबैले आफ्नो मातहतका आयोजनाहरूको निरन्तर अनुगमन र निरीक्षण गरौँ र विकासका काममा लक्षित प्रतिफल हासिल गरौँ। तर यसबीचमा प्रधानमन्त्री एक्लै दौडे जस्तो भएको छ, इन्जिन मात्र कुदे जस्तो, डिब्बा छुटे जस्तो। यो राम्रो भएन। त्यसैले म गम्भीरतापूर्वक निर्देशित गर्छु, सबैले आफ्ना मातहतका आयोजनाहरूको अनुगमन गरौँ, निरीक्षण गरौँ, राम्रो काम गर्नेलाई पुरस्कृत गरौँ, नराम्रो गर्नेलाई दण्डित गरौँ। प्रचण्डले राजधानीमा पानीको हाहाकार हटाउनेतिर ध्यान दिए। यही क्रममा 20 पुस 2073मा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, गृह सचिव, काठमाडौँ उपत्यकाका सबै प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखलाई बोलाएर भने, सर्वसाधारणलाई 1 बाल्टिन पानीका लागि समेत काकाकुल अवस्था हुने, तर हुने खाने र पहुँचवालालाई पानी उपलब्ध हुने अवस्था अन्त्य गर्न जरुरी छ। पानी नभएको होइन, तर त्यसको सही ढङ्गले आपूर्ति व्यवस्थापन नहुँदा आम जनताले दुःख पाइरहेका छन्। यो विषयमा गम्भीर भएर गृह कार्य गर्नु पर्यो। तपाईहरू अघि बढ्नुहोस्, के कस्तो सहयोग चाहिन्छ मलाई भन्नुहोस्। 24 पुस 2073मा प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको राष्ट्रिय योजना आयोगको बैठकले 14औं योजना आर्थिक वर्ष 2073-74, 75-76 को विस्तृत दस्तावेज स्वीकृत गर्यो। त्यसै दिन प्रधानमन्त्रीकै अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले फोहोर मैला व्यवस्थापन परियोजनाको दस्तुर, मेट्रो रेल आयोजना सञ्चालनका लागि उच्च स्तरीय संयन्त्र गठन, आयोजना ब्याङ्कको सम्भाव्यता अध्ययन गर्ने निर्णय लियो। अरुण तेस्रो र माथिल्लो कर्णाली जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन, तामाकोशी तेस्रो जलविद्युत आयोजनाको विकासको मोडालिटी, परियोजना लगानी सम्झौता, तल्लो तटीय सिँचाइ प्रभाव अध्ययन, लगानी प्रवर्धन सम्मेलन लगायत लगानी आयोजनाबारे पनि बैठकले निर्णय लियो। 27 माघ 2073मा मन्त्री परिषद बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद 1 वर्ष थप्यो। 2 फागुन 2073मा मन्त्री परिषदको आकस्मिक बैठक बस्यो र नेपाल प्रहरीको निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी प्राविधिक तर्फका अतिरिक्त महानिरीक्षक डाक्टर दिनेश चन्द्र पोखरेललाई दिने निर्णय गर्यो। जयबहादुर चन्द र नवराज सिलवालको विवादपछि नयाँ विकल्प खोज्ने क्रममा प्रहरी नियमावली 2071लाई संशोधन गरी डाक्टर पोखरेललाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिने निर्णय लिइएको थियो। चीन भारतसँगको सम्बन्ध। दोस्रो कार्यकालमा प्रचण्डले चीन र भारतसँगको सन्तुलित सम्बन्ध निर्माणमा जोड दिए। चीन र भारत दुवैको प्रचण्डमाथि गहिरो चासो र नजर थियो। प्रचण्डले पदभार ग्रहण गरेको 5औं दिन बेइजिङबाट आएको चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी इन्टरनेसनल रिलेसन CICIR चिनिया सरकारको सबैभन्दा नजिकको थिङ्क ट्याङ्क मानिन्छ। यो टोलीले चिनिया राष्ट्रपतिको नेपाल भ्रमणको सम्भावना देखाएको थियो। 25 साउन 2073मा भएको भेटमा प्रचण्डले चिनिया राष्ट्रपति सी जिनपिङलाई स्वागत गर्न सरकार आतुर रहेको बताए। सरकार सन्तुलित कूटनीति विकास गर्न सफल भएको सन्देश दिन प्रचण्डले आफ्नो कार्यकालमा चिनिया राष्ट्रपतिको नेपाल भ्रमणलाई उच्च प्राथमिकतामा राखेका थिए, तर सम्भव भएन। CICIR को टोलीसँग भेट गरेको 2 दिनपछि प्रचण्डले विशेष दूतका रूपमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महरालाई बेइजिङ र उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिलाई दिल्ली पठाउने निर्णय लिए।
महरालाई चिनिया राष्ट्रपतिको नेपाल भ्रमणको तयारी तथा निधिलाई भारतीय राष्ट्रपति प्रणब मुखर्जीको नेपाल भ्रमण र प्रचण्डको भारत भ्रमणका लागि वातावरण बनाउने एजेन्डा तोकिएको थियो। भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्ता बाहेक भारतसँगको सम्बन्धलाई नाकाबन्दीभन्दा अगाडिको अवस्थामा पुर्याउन चाहेका थिए प्रचण्डले। छिमेकी र अन्य मुलुकले अप्ठ्यारो अवस्था आउँदा विशेष दूत पठाउने कूटनीतिक अभ्यास छ। नेपालको त्यही अभ्यास अनुसार प्रचण्ड नेतृत्वको सरकारले 2 जना उपप्रधानमन्त्रीलाई 2 छिमेकतिर पठाउने निर्णय गरेको थियो। भारतले पनि उसको आवश्यकता अनुसार नेपालमा विशेष दूत पठाएको इतिहास छ। सन् 1962 मा भारत र चीन युद्ध हुनुअघि भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूले आफ्नो विशेष दूतका रूपमा नेपालका लागि पूर्व राजदूत भगवान सहाय, जो नयाँ दिल्लीको पहिलो उपराज्यपाल थिए, लाई पठाएका थिए। सन् 1962 को युद्धपछि नेहरूले तात्कालीन बिना विभागीय मन्त्री पछि प्रधानमन्त्री भएका लालबहादुर शास्त्रीलाई विशेष दूतका रूपमा सन् 1964 मा नेपाल पठाएका थिए। नेपालबाट 2062 मा तत्कालीन परराष्ट्र सचिव रमेशनाथ पाण्डेले भारतीय प्रधानमन्त्रीको निम्तोमा गोप्य रूपमा नयाँ दिल्ली गएर भेटवार्ता गरेका थिए। उनले औपचारिक चीन भ्रमणमा जाँदा चीनका राष्ट्रपति हु जिनताओलाई भेटेका थिए। भारतबाट 8 वैशाख 2062 मा प्रधानमन्त्री डाक्टर मनमोहन सिंहको विशेष दूतका रूपमा कांग्रेस वरिष्ठ नेता डाक्टर करण सिंह नेपाल आएका थिए। उनले सोही दिन तत्कालीन राजा ज्ञानेन्द्रलाई भेटेर भारतीय प्रधानमन्त्री सिंहको चिठी र सन्देश हस्तान्तरण गरेका थिए। माधव नेपालले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि 2067 मा विदेश सचिव श्याम शरण भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहका विशेष दूतका रूपमा काठमाडौँ आएका थिए। 2065 फागुनमा राष्ट्रपति हु जिनताओका विशेष दूतका रूपमा चीनबाट तत्कालीन सहायक विदेश मन्त्री हु जेङगुई काठमाडौँ आएका थिए। पहिलो कार्यकालमा भारत भ्रमण पूर्व केपी ओलीले अर्थमन्त्री रहेका विष्णु पौडेललाई भारत पठाएका थिए। नेपालको संविधान जारी हुनुभन्दा ठिक अघि 1 असोज 2072 मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा विदेश सचिव एस जयशंकर नेपाल आएका थिए। यस्तै उदाहरणको सूची लम्ब्याउँदै उपप्रधानमन्त्री निधि विशेष दूतका रूपमा 2 भदौ 2073 मा दिल्ली गए। महराले बेजिङमा चिनिया प्रधानमन्त्री, विदेश मन्त्री र कम्युनिस्ट पार्टीका नेता सहितका अधिकारी भेटेका थिए। उता दिल्लीमा निधिले भारतीय राष्ट्रपति प्रणब मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री सुषमा स्वराज, गृहमन्त्री राजनाथ सिंह लगायत शीर्ष नेतृत्वसँग भेट गरेका थिए। आफ्ना दूतको भ्रमणप्रति प्रचण्ड खुसी थिए। भारत भ्रमणको पूर्व सन्ध्यामा प्रधानमन्त्री प्रचण्डले एजेन्डामाथि गृह कार्य स्वरूप 19 भदौ 2073 मा सरोकारवाला उपप्रधानमन्त्री, मन्त्री र सचिव सहितका सरकारी अधिकारीसँग छलफल गरे। छलफलमा उनले भारत भ्रमणमा कार्यान्वयन हुने विषयलाई मात्र एजेन्डा बनाउने जानकारी दिए। दुई देश र सरकारबीच विश्वासको वातावरण बनाउने उद्देश्यले मूलतः सद्भावना भ्रमणमा जान लागेका प्रचण्डले भने, विगतमा भएका सन्धि सम्झौताको कार्यान्वयनको अवस्था के छ र के विषय अगाडि बढाउनुपर्छ भन्ने धारणा लिएर जानेछु। यसमा तपाईँहरूको धारणा महत्त्वपूर्ण हुनेछ। ठूला कुरा गर्ने भन्दा पनि कार्यान्वयन हुने विषय लिएर जानुपर्छ। 22 भदौ 2073 मा चिनिया राष्ट्रपति सी जिनपिङको सम्भावित नेपाल भ्रमण स्थगन भएको समाचार प्रकाशमा आयो। समाचार आएको 3 दिनमै उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महरा फेरि चीन भ्रमणमा निस्के। लासामा हुने पर्यटन तथा संस्कृति प्रदर्शनीको उद्घाटनका लागि चीन गएको भनिए पनि मूल उद्देश्य शीको नेपाल भ्रमणका लागि कोसिस गर्नु थियो। प्रधानमन्त्री प्रचण्डलाई आफ्नै पार्टीका नेता नारायण काजी श्रेष्ठले भने भित्रभित्रै असहयोग गर्दै थिए। उनले प्रचण्डको भारत भ्रमण पूर्व अनेक आशंका मात्र जनाइरहे। 24 भदौ 2073 मा एमाले युवा संघको कार्यक्रममा ओलीसहित अतिथि भएका नारायण काजीले राष्ट्रियताको विषयमा पार्टीभन्दा आफू र आफ्नो सोच अलग भएको बताए। अर्को दिन प्रचण्ड पनि सहभागी कार्यक्रममा उनले यस्तै प्रश्न उठाए। जवाफमा प्रचण्डले देश र जनताको पक्षमा जोखिम उठाउने सुनाए। 28 भदौ 2073 मा प्रधानमन्त्री प्रचण्डले पूर्व प्रधानमन्त्रीहरूसँग परामर्श बैठक डाकेका थिए। ओली गएनन्। पार्टी नेता प्रदीप गेवालीको बर्थडे मनाउनतिर लागे। डाक्टर बाबुराम भट्टराई 10 बुँदे लिखित पत्र बोकेर गए। प्रचण्डलाई बुझाए र मिडिया मार्फत सार्वजनिक गरे। सार्वभौम सत्ता सम्पन्न छिमेकी मुलुकहरू नेपाल र भारत बीचको सम्बन्धलाई संयुक्त राष्ट्रसङ्घको बडापत्र र पञ्चशीलको सिद्धान्तका आधारमा आधुनिक युगको बदलिएको परिवेश र आवश्यकता अनुरूप थप विकसित गर्न यस भ्रमणमा विशेष ध्यान दिनुपर्ने बुँदा बाबुरामले अगाडि सारेका थिए।
संयुक्त प्रबुद्ध समूहलाई थप प्रभावकारी र क्रियाशील बनाउँदै त्यसको सिफारिसका आधारमा नेपाल भारत सम्बन्धमा विगतदेखि रहँदै आएका कतिपय समस्या र असमझदारी छिटो हल गर्न विशेष पहल गर्नुपर्ने, दुवै छिमेकीसितको सुरक्षाको भरपर्दो साझेदार बन्न सक्ने नवीन अवधारणा प्रस्तुत र स्थापित गर्न प्रयत्न गर्नुपर्ने लगायत विषय बाबुरामको सुझावमा थिए। यसका साथै सीमा विवाद र सीमा क्षेत्रका समस्या हल गर्नुपर्ने विषय पनि सुझाव पत्रमा समेटिएको थियो। 30 भदौ 2073 प्रचण्ड भारत भ्रमणमा गएर 2 असोजमा फर्के। नयाँ दिल्लीमा रहँदा प्रचण्ड भारतका राष्ट्रपति प्रणव मुखर्जीका राजकीय पाहुनाका रूपमा राष्ट्रपति भवनमा बसे। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति प्रणव मुखर्जी, विदेश मन्त्री सुषमा स्वराज लगायतसँग भेटवार्ता गरे। भ्रमणको नतिजा हेर्दा कामकाजी तहमा धेरै गृह कार्य नभए जस्तो देखियो। पञ्चेश्वरको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने र मधेसको मेरुदण्ड मानिने हुलाकी मार्गको कामको खाकामा भारतको सहयोग जुटाउने दुई मुख्य पक्षमा देखिने गरी काम भएन। भ्रमण अघि नै यसपटक दिल्ली जाँदा प्रधानमन्त्रीले नयाँ कुनै प्रस्ताव र सम्झौता नगर्ने, बरु पुराना र अल्झिरहेका सहमति, सम्झौता र सहयोगका प्रस्तावलाई कार्यान्वयनमा लैजाने उद्देश्य राखेको बताएका थिए। भारतले लगाएको नाकाबन्दी र त्यसको शास्तिका कारण नेपालमा जुन मनोविज्ञान थियो त्यसलाई हेर्दा भारतमा गएर प्रधानमन्त्रीले केही गर्नुभन्दा नगर्नुलाई नै सफल मान्नुपर्ने अनौठो अवस्था थियो। नेपाल र भारतबीच अघिल्लो वर्षदेखि लगभग टुटेको राजनैतिक तहको संवादलाई स्थापित गर्न सक्नुलाई नै प्रचण्डको भ्रमणको मुख्य उपलब्धि मानिएको थियो। कङ्ग्रेस, एमाले, माओवादी र लोकतान्त्रिक फोरमबीच सम्पन्न 16 बुँदे सहमतिपछि नै भारतले नेपाली राजनैतिक विकास क्रममा आफ्ना असन्तुष्टि राख्दै आएको थियो। संविधान जारी गर्ने बेलामा भारतीय असन्तुष्टि उच्चतम तहमा पुग्यो र ओली सरकारका पालाभरि त्यही तहमै स्थिर रह्यो। ओली सरकारको परिस्थितिजन्य चिनिया निकटताले नेपाल भारत सम्बन्ध थप तनावपूर्ण बनेको थियो। प्रचण्डको भ्रमणले भारतसँग टुटेको त्यही संवादको कडी जोडिदिएको थियो। भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले महत्त्वपूर्ण 3 बुँदे समझदारी पत्रमा हस्ताक्षर गरे। 25 बुँदे संयुक्त विज्ञप्ति जारी गरियो। त्यसमा केही विवाद पनि भयो। 3 बुँदे सहमतिमा भारत सरकारले नेपालको तराई क्षेत्रको सडक स्तरोन्नति तथा सुधारका लागि परियोजना व्यवस्थापन परामर्श सेवा उपलब्ध गराउने, भूकम्प पछिको पुनर्निर्माणका लागि पहिलो संशोधनीय डलर ऋण सुविधा उपलब्ध गराउने र भूकम्प पछिको पुनर्निर्माणका लागि 75 करोड अमेरिकी डलरको ऋण सुविधा दिने सम्झौता भएको थियो। नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जाँदा बहुचर्चित पञ्चेश्वर जलविद्युत आयोजनालाई अगाडि बढाउने, सन् 1950 को नेपाल भारत सन्धि पुनरावलोकन गर्ने, नेपालबाट भारततर्फ गएका नदीका कारण वर्षायाममा हुने बाढीको समस्या र नियन्त्रण, खुला सिमानाका कारण हुने आपराधिक गतिविधि नियन्त्रण र सुरक्षा प्रबन्धको व्यवस्था हरदम उठिरहने विषय थिए। यसैगरी विभिन्न जलविद्युत आयोजना अगाडि बढाउने, विद्युत प्रसारण लाइनको विस्तार, सिँचाइ, सडक तथा रेल मार्ग सम्बन्धी मुद्दाहरू, दुई देशका बीचमा व्यापार तथा वाणिज्य सन्धि पुनरावलोकन पनि सनातनी मुद्दा नै थिए। तराईमा हुलाकी सडक निर्माण र विस्तार, सीमा विवाद र समाधान एवं भूपरिवेष्टित मुलुकले पाउनुपर्ने पारवाहन सेवा, काकडभिट्टादेखि बङ्गलादेशसम्मको पारवहन, विशाखापट्टनम बन्दरगाह सञ्चालन जस्ता विषय पनि नेपालका प्रधानमन्त्री भारत जाँदा निरन्तर उठिरहने विषय थिए। प्रचण्डले केही चर्चित एजेन्डा भने उठाएनन्। सन् 1950 को नेपाल भारत सन्धिको पुनरावलोकन र नेपाल भारत सीमा समीक्षा, कालापानी तथा लिपुलेखका विषय भ्रमणमा नउठाइएका संवेदनशील विषय रहे। माओवादी शान्ति प्रक्रियामा आएपछि हरेक जसो प्रधानमन्त्रीले भारत भ्रमण गरे। तर 20 माघ 2067 मा प्रधानमन्त्री बनेका झलनाथ खनाल र 1 चैत 2069 मा भएका मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मी भने भारत गएनन्। भ्रमण सकेर काठमाडौँ फर्कदा प्रचण्डले पूर्व सहकर्मीबाट विरोधको सामना गर्नु पर्यो। विप्लव माओवादीले विमानस्थल बाहिर कालो झण्डा देखायो। वैद्य माओवादीले नेपाल र भारतका प्रधानमन्त्रीको 25 बुँदे संयुक्त विज्ञप्तिलाई नेपाल र नेपाली जनताको हित विपरीत भन्यो। बाबुराम नेतृत्वको नयाँ शक्तिले भ्रमणलाई सफल भन्नु हतार हुने भन्दै असन्तुष्टि जनायो। त्यसै दिन नयाँ शक्तिले उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधि मार्फत प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएको थियो। पूर्व सहकर्मीहरूले यसरी फरक फरक तरिकाले प्रचण्डलाई चिसो प्रतिक्रिया मार्फत एउटै सन्देश दिएका थिए, प्रचण्डलाई सजिलै काम गर्न दिइने छैन। प्रचण्डप्रति अनुदार नयाँ शक्तिले सुरुदेखि नै घेराबन्दीको नीति लिएकै थियो। भारत भ्रमणका विषयमा सुझाव प्रस्तुत गरेको नयाँ शक्तिले प्रचण्ड फर्केको 4 दिनपछि 6 असोज 2073 मा नेपाल भारत संयुक्त विज्ञप्तिबारे धारणा सार्वजनिक गर्यो। नयाँ शक्तिले पार्टीको राजनैतिक समितिले उक्त 25 बुँदे संयुक्त विज्ञप्तिको अद्योपान्त अध्ययन गर्दा त्यसमा नेपाली राष्ट्रिय हित विपरीतका केही गम्भीर विषयवस्तु रहेको ठम्म्याएको थियो।
नयाँ शक्तिले पार्टीको राजनैतिक समितिले उक्त 25 बुँदे संयुक्त विज्ञप्तिको अद्योपान्त गर्दा त्यसमा नेपाली राष्ट्रिय हित विपरीतका केही गम्भीर विषयवस्तु रहेको ठम्म्याएको थियो। नयाँ शक्ति पार्टीले 25 बुँदेको विभिन्न 7वटा बुँदामा आपत्ति जनायो। 7 नम्बर बुँदामा प्रबुद्ध व्यक्ति समूहको कार्यादेश परिवर्तन गरिएको, 10 नम्बर बुँदामा आफ्नै मौलिक संविधान लेखन प्रक्रिया तथा संविधान संशोधन गरी यसको कार्यान्वयन गर्ने जस्तो बिल्कुल आन्तरिक मामलालाई अन्तर्राष्ट्रियकरण गरिएको विषय थियो। यसैगरी 11 नम्बर बुँदामा संयुक्त राष्ट्रसङ्घ लगायत अन्य अन्तर्राष्ट्रिय संस्थाहरूमा नेपाल र भारत आपसी समन्वयमा काम गर्ने प्रतिबद्धता गरिएको र 12 नम्बर बुँदामा सीमा नियमन गर्ने विगतदेखिको मान्यता परित्याग गरिएको कुरा थियो भने बुँदा नम्बर 13 मा नेपाल भारत बीच सञ्चालित परियोजनाहरूको अनुगमनका लागि गठन गरिने संयन्त्रमा भारतीय दूतावासका वरिष्ठ अधिकारी रहने भनिएको विषय थियो। 14 नम्बर बुँदामा दुई देश बीचको व्यापार वृद्धिमा दुवै प्रधानमन्त्री सन्तुष्ट छन् भनिएको र 20 नम्बर बुँदामा प्रस्तावित रक्सौल अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनको भारतीय एकाधिकारलाई वैधानिक बनाउने गरी स्वागत गरिएको भन्दै नयाँ शक्ति पार्टीले आपत्ति जनाएको थियो। प्रचण्ड दिल्लीमै छँदा यता काठमाडौँमा 31 भदौ 2073 मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकार सम्मेलन गर्यो र माओवादी लडाकु शिविरमा भएको भनिएको भ्रष्टाचार सम्बन्धी फाइल खोलेको जानकारी दियो। आयोगका तत्कालीन प्रवक्ता गणेश कुमार कार्कीले साँझ अबेर पत्रकार सम्मेलन गरी लडाकु शिविरका फाइल खोलिएको जानकारी दिएका थिए। अख्तियारले माओवादी सेनाका तत्कालीन कमान्डर, यससँग जोडिएका पार्टीका नेतासँग बयान लिने योजना बनाएको पनि जानकारी दिएको थियो। मुलुकको प्रधानमन्त्री भारत भ्रमणमा रहेका बेला अख्तियारको ब्रिफिङ आउनु निकै अर्थपूर्ण थियो। अख्तियार प्रमुख लोकमान सिंह कार्कीका लागि यो कदम महँगो पर्यो। अन्ततः उनलाई माओवादी र एमाले सांसदले महाभियोग लगाएर अपदस्थ गरे। पछिल्ला घटनाक्रमबाट प्रचण्ड डराए। दिल्लीबाट फर्केको अर्को दिन 3 असोजमा प्रचण्ड राष्ट्रसङ्घीय महासभामा भाग लिन न्युयोर्क जाने कार्यक्रम थियो, तर अन्तिम समयमा रद्द गरे। 2 असोजको राति करिब 10 बजेतिर यो सूचना बाहिर आयो। तत्काल प्रचण्ड निकट नेतासँग सम्पर्क गरे। उनका अनुसार मधेसी मोर्चा र भारतीय चासोमा प्रचण्डले भ्रमण रद्द गरेका थिए। प्रधानमन्त्री 10 दिनका लागि न्युयोर्क जाँदा संविधान संशोधन प्रक्रिया अगाडि बढाउन थप ढिला हुने मोर्चा र भारतको बुझाइ रहेको ती नेताको भनाइ थियो। मधेसी मोर्चाले संविधानको विरोध गर्दै मधेसमा आन्दोलन चर्काउँदै आएको थियो। 4 असोज 2073 मा प्रचण्डले पार्टी हेडक्वार्टरको बैठक बोलाए। बैठकले भारत भ्रमण सफल भएको निष्कर्ष निकाल्यो, तर प्रचण्डले धेरै उत्साहित हुने अवस्था नरहेको ब्रिफिङ गरे। प्रचण्डले प्रधान न्यायाधीश सुशीला कार्कीले अख्तियार प्रमुख लोकमान सिंह कार्कीको नियुक्तिमाथि प्रश्न उठाउनु र लोकमानले लडाकु शिविरको भ्रष्टाचार छानबिन अगाडि बढाएको सन्देश दिनु कुको संकेत भएको ठहर गरे। प्रचण्ड फर्केपछि लोकमान र उनी बीच कुरा भयो। लगत्तै लोकमान केही दिनका लागि विदेश भ्रमणमा निस्के। भारतको गोवामा भएको ब्रिक्स बिमस्टेक विस्तारित सम्मेलनमा सहभागी भएर 1 कार्तिक 2073 मा प्रचण्ड काठमाडौँ फर्केपछि भेटबारे भनेका थिए। त्यहाँ हाम्रो बसाइमा पनि राष्ट्रपति सी उत्तर, भारतीय प्रधानमन्त्री दक्षिण र म बीचमा थियौँ। मैले भूगोलका हिसाबले पनि नेपाल 2 ठूला मुलुकका बीचमा रहेको सानो मुलुक रहेको प्रसङ्ग निकाल्दै त्रिदेशीय साझेदारीबारे कुरा राख्ने मौका पाएँ। संयोगवश चीनका महामहिम राष्ट्रपति तथा भारतका महामहिम प्रधानमन्त्रीसँग भएको संयुक्त भेटघाटमा त्रिदेशीय हितका पक्षमा मिलेर काम गर्ने सम्बन्धमा मैले राखेको धारणालाई दुवै नेताहरूले सकारात्मक रूपमा हेर्नु भएको थियो। हाम्रो सन्दर्भमा त्यो सुखद संयोग एवं दुर्लभ अवसर थियो। यसको हामीले भरपूर सदुपयोग गर्यौं। त्रिदेशीय साझेदारीको विषय उठाउने वातावरण बन्यो। चीनिया राष्ट्रपतिलाई नेपालको भ्रमण गर्न प्रधानमन्त्री प्रचण्डले पुनः अनुरोध गरे। सीले आफू नेपाल भ्रमण गर्न इच्छुक रहेको र यथाशीघ्र भ्रमणमा आउने जवाफ दिए। प्रचण्डले यो भेटमा नेपालका बुद्ध, जानकी र पशुपतिनाथ जस्ता विषयले 3 देशलाई लामो समयदेखि र आधुनिक समयमा विज्ञान तथा प्रविधिले जोडेको बताएका थिए। छिमेकी मुलुकसँगको आर्थिक विकासबाट नेपालले लाभ लिन चाहेको समेत बताउँदा सी र मोदीले सकारात्मक रूपमा लिएको प्रचण्डको भनाइ थियो। 2073 चैत 10 देखि 16 सम्म प्रधानमन्त्री प्रचण्डले चीन भ्रमण गरे। कुनै सन्धि सम्झौता हुँदैन भन्ने पूर्व निर्धारित कार्यक्रम सहित बेइजिङ यात्रामा निस्केका प्रधानमन्त्री प्रचण्डमाथि भारत भ्रमणमा जस्तो पहिला नै धेरै आशंका केही थिएन। बरु राष्ट्रपति सी जिनपिङदेखि अन्य भेटमा नेपालका तर्फबाट प्रधानमन्त्रीले राख्ने प्रतिबद्धता र द्विपक्षीय हितका विषयमाथि सबैको चासो थियो। यसकारण प्रचण्डको भ्रमण उल्लासमय नभए पनि निराशाजनक चाहिँ भएन। तयार भइसकेका केही प्रोटोकलमा हस्ताक्षर नभए पनि प्रचण्डका लागि भ्रमण लाभदायक बन्यो।
उत्साहसहित स्वदेश फर्केका प्रधानमन्त्री प्रचण्डले भ्रमण सफल भएको सुनाएका थिए। चीनले 2 दशकदेखि आयोजना गर्दै आएको एसियाको दृष्टिकोण सम्बन्धी एउटा बहस फोरममा सम्बोधन गर्ने क्रममा बोआओतर्फ गएका थिए प्रचण्ड। यो कार्यक्रमपछि प्रचण्ड बेइजिङ निस्केका थिए, जहाँ चीन भ्रमणको मुख्य औपचारिक कार्यसूची मानिएको चिनिया राष्ट्रपति सी जिनपिङसँगको भेट थियो। तर यो भेट यत्तिकै जुरेको थिएन। प्रचण्डको सरकारलाई हेर्ने दृष्टिकोणमा बेइजिङका केही आशंका थिए। चीनले प्रचण्डको भ्रमण औपचारिक बनाउन चाहेको थिएन, तर औपचारिक नहुने र सीसँग भेट पनि नहुने भए आफू चीन नजाने शर्त प्रचण्डले अगाडि सारे। त्यसपछि मात्र प्रचण्ड र सी बीच वार्ताको साइत जुरेको थियो। कतिपय यो मान्दथे कि चिनिया निकट मानिने ओली नेतृत्वको सरकारको पतनमा प्रचण्डको भूमिका मुख्य थियो, जसबाट चिनियाहरू प्रचण्डसँग चिडिएको अनुमान थियो। प्रचण्डले आफ्नो दूत पठाएर सम्बन्ध सुधारको प्रयास गरेका थिए, तर प्रचण्डलाई चीन भ्रमणमा जान नै 7 महिना लाग्यो। यो आफैमा अर्थपूर्ण थियो। नेपाल चीन सम्बन्धमा चासो राख्नेहरूले भनेका थिए प्रचण्ड नेतृत्वको सरकारप्रति सुरुदेखि नै चीनको पर्ख र हेरको नीति रह्यो। प्रचण्डको भ्रमणले पर्ख र हेरको नीतिमा मात्रात्मक क्रम भङ्ग गर्यो। प्रचण्डले बेइजिङलाई आश्वस्त बनाएका थिए कि ओली सरकारका पालामा चीनसँग भएका सबै सन्धि सम्झौताको पछाडि उनी आफू नै थिए। उनको बलियो सहभागिता र योगदान थियो। 25 वैशाख 2074 बसेको मन्त्री परिषद बैठकले चीन सरकारले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ BRI परियोजनामा नेपालले हस्ताक्षर गर्ने निर्णय गरेको थियो। उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महरा नेतृत्वको टोलीलाई हस्ताक्षरका लागि चीन पठाउने निर्णय यही बैठकमा भयो। चुनावमाथि नजर। दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीको कुर्सीमा बस्दा प्रचण्डका अगाडि संविधान अनुसार चुनावी तालिका अगाडि बढाउने चुनौती थियो। यो चुनौती स्वीकार गर्दै उनले चुनावी तयारी थाले। 6 भदौ 2073 प्रचण्डले निर्वाचन आयोगको कार्यालयमा आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँगको भेटमा भने समयमै निर्वाचन गराउन सरकार गम्भीर र प्रतिबद्ध छ। संविधान कार्यान्वयन भएन भने देश र राजनीति नै दुर्घटनामा पर्न सक्छ। त्यसैले निर्वाचनको विकल्प छैन। आयोगले पनि यही गम्भीरताका साथ काम गरोस् भन्ने सरकारको आग्रह छ। उनले सरकार चुनाव गराउन गम्भीर नरहेको एमाले आरोपको खण्डन गरे। 20 भदौ 2073 राष्ट्रको नाममा सम्बोधन गर्ने भनिए पनि त्यस दिन प्रचण्डको सम्बोधन आएन। प्रचण्डले त्यस दिन संसदको विकास समितिको बैठकमा चैतभित्र स्थानीय तहको चुनाव हुने बताएका थिए। 8 माघ 2073 को साँझ बालुवाटारमा बसेको प्रमुख 3 दलको बैठकमा वैशाखसम्म स्थानीय तहको चुनाव सम्पन्न गर्ने गरी चुनावको मिति घोषणा गर्ने सहमति बन्यो। तर माओवादीका नेताहरूले प्रचण्डलाई 2074 मङ्सिरसम्म पार्टीलाई कुनै निर्वाचनमा नलैजान सुझाव दिएका थिए। 13 माघ 2073 प्रधानमन्त्री प्रचण्डले पर्वतको कुस्मा बजारमा माओवादीका नेता कार्यकर्तालाई सम्बोधन गर्दै संविधान कार्यान्वयनका लागि निर्वाचनको कुनै विकल्प नरहेको बताएका थिए। निर्वाचन भए देशले जित्ने र निर्वाचनमा माओवादीले जिते सुनमा सुगन्ध हुने प्रचण्डको भनाइ थियो। 20 माघ 2073 मा बसेको मन्त्री परिषद बैठकले 2074 वैशाख मसान्तदेखि 10 जेठभित्र स्थानीय तह निर्वाचन गर्ने गरी तयारी गर्न निर्वाचन आयोगलाई लिखित निर्देशन दिने निर्णय गर्यो। 22 माघ 2073 मा प्रधानमन्त्री प्रचण्डले सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रममा आफ्नो पार्टीले हारे पनि चुनाव गराउन तयार रहेको बताएका थिए। उनले भने मैले यति बेला मेरो पार्टीले हार्छ कि जित्छ भनेर चिन्ता लिएको छैन। मैले पार्टीका साथीहरूलाई जनतामा जान भनेको छु। हाम्रो पार्टीले जित्छ वा जित्दैन त्यो ठुलो कुरा होइन, तर देशले जित्नुपर्छ। संविधान कार्यान्वयन हुँदा देशले जित्छ। देशले जित्दा मेरो पार्टीले हारे पनि केही फरक पर्दैन। निर्वाचन हुँदा देशले जित्छ, जनताले जित्छन्। पार्टीहरू तलमाथि भइराख्छन्, तर देशले हार्नु हुँदैन। परिवर्तनका मुद्दा र शहीदको बलिदानीले हार्नु हुँदैन। 26 माघ 2073 मा प्रधानमन्त्री प्रचण्डले गृह जिल्ला चितवन पुगेर स्थानीय तह निर्वाचनको प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिए। 7 फागुन 2073 मा प्रधानमन्त्री प्रचण्डले बिहान प्रजातन्त्र दिवसको कार्यक्रममा, दिउँसो निर्वाचन आयोगको कार्यक्रममा सहभागी भएर र साँझ पार्टी हेडक्वार्टर बैठकमा स्थानीय तहको चुनावबारे छलफल गरे। मधेसी मोर्चाका नेतासँग चुनाव घोषणामा सहयोग गर्न आग्रह गरे, तर मोर्चाका नेताले मानेनन्। 8 फागुन 2073 को साँझ प्रचण्डले स्थानीय तहको निर्वाचनको मिति घोषणाबारे निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरे। आयोगले गरेको तयारीबारे प्रधानमन्त्रीले जानकारी लिए लगत्तै मधेस केन्द्रित दलका नेतासँग चुनावबारे छलफल गरे।
माओवादी, कांग्रेस र मधेसी मोर्चाका नेता बीचको बैठकमा प्रचण्डले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचनको विकल्प नभएको बताउँदै सरकारलाई सहयोग गर्न आग्रह गरे। तर प्रचण्डको आग्रह मधेस केन्द्रित दलका नेताले भने स्वीकार गरेनन्। 9 फागुन 2073 बिहानैदेखि व्यस्त प्रचण्ड रातिसम्म पनि बैठकमा बसे, छलफलमा जुटे। अन्ततः अनेकौं आशंका चिर्दै मन्त्री परिषद बैठकबाट 31 वैशाख 2074 स्थानीय तहको चुनाव गर्ने घोषणा भयो। साँझ चुनावको घोषणा गर्ने कुरा प्रधानमन्त्रीले त्यस दिन बिहानै बताएका थिए। 17 फागुन 2073 को साँझ प्रचण्डले देशवासीका नाममा सम्बोधन गरे। सरकार चुनावबाट पछाडि नहट्ने सन्देश दिए। प्रचण्डले जनताको घर आँगनमा नै सरकार पुर्याउने लक्ष्यका साथ सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेकाले त्यसमा सहयोग गर्न देशवासीलाई आह्वान गरे। सरकार तोकिएकै समय 31 वैशाखमै स्थानीय निर्वाचन हुने बताइरहेको थियो। तर मधेसी मोर्चा निर्वाचनमा सहभागी हुने नहुने बारे अन्योलमै थियो। अन्य प्रमुख दलहरू निर्वाचनको तयारीमा लागिसकेका देखिँदैनथे। तर निर्वाचन हुने नहुनेमा आशंका व्याप्त थियो। यही क्रममा प्रधानमन्त्री प्रचण्डले 5 वैशाख 2074 सुरक्षा अङ्गका प्रमुखहरूलाई बालुवाटारमा बोलाएर सुरक्षा अवस्थाबारे जानकारी लिए र प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिए। प्रधानमन्त्रीको आह्वानमा 6 वैशाख 2074 बसेको प्रमुख 5 राजनैतिक दलहरू कांग्रेस, एमाले, माओवादी, राप्रपा र फोरम लोकतान्त्रिकका शीर्ष नेताहरूको बैठकले स्थानीय तह निर्वाचनमा केन्द्रित हुने निर्णय गर्यो। बैठकले निर्वाचन पूर्व नै मधेसी मोर्चालाई पनि सहमतिमा ल्याउन वार्ता संवादको प्रक्रिया जारी राख्ने र 31 वैशाखमै निर्वाचन सम्पन्न गर्न, मोर्चालाई निर्वाचनमा सहभागी गराउन संविधान संशोधन प्रस्ताव अघि बढाउने तथा निर्वाचनका लागि थप अनुकूल वातावरण बनाउने निर्णय लियो। 8 वैशाख 2074 मा प्रधानमन्त्री प्रचण्डद्वारा आह्वान भएको सत्तारूढ दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूको बैठकमा संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनका विषयमा छलफल भएको थियो। 10 वैशाख 2074 मा बसेको मन्त्री परिषद बैठकले स्थानीय निर्वाचन 2 चरणमा गर्ने निर्णय गर्यो। प्रदेश 3, 4 र 6 मा 31 वैशाख 2074 र प्रदेश 1, 2, 5 र 7 मा 31 जेठ 2074 मा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने निर्णय भयो। संघीय गठबन्धन र मधेसी मोर्चासँग निर्वाचनबारे सहमति भएपछि सरकारले यस्तो निर्णय गरेको थियो। 11 वैशाख 2074 मा स्थानीय तह निर्वाचनका विषयमा सरकार, संघीय लोकतान्त्रिक गठबन्धन र निर्वाचन आयोगका आयुक्तहरूको संयुक्त बैठकमा निर्वाचन आयोगको काम र तयारी पनि प्रभावित नहुने र दर्ता प्रक्रियामा छुटेका दलहरूलाई पनि निर्वाचनमा समावेश गर्ने विधिका विषयमा केन्द्रित भएर छलफल भएको थियो। साथै पहिलो चरणको उम्मेदवारी दर्ताको समय 16 वैशाखको सट्टा 18 वैशाखमा गर्ने निर्णय भएको थियो। भोलिपल्ट 12 वैशाखमा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरी स्थानीय तहको निर्वाचन सम्पन्न गर्न भारत सरकारको सहयोग रहने बताए। 17 वैशाख 2074 मा सत्तारूढ माओवादी र कांग्रेसका सांसदहरूले तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्की विरुद्ध महाभियोग प्रस्ताव दर्ता गराए। यसले राष्ट्रिय राजनीतिमा ठूलै तरङ्ग सिर्जना गर्यो। प्रधान न्यायाधीश कार्की माओवादी र कांग्रेसप्रति सहानुभूति राख्ने मानिन्थिन्। उनको व्यक्तिगत पृष्ठभूमि र नियुक्ति प्रक्रियाले पनि त्यही देखाउँथ्यो। तर न्यायिक प्रक्रियामा कार्कीले कसैसँग सम्झौता नगर्ने देखियो। माओवादी र कांग्रेस प्रधान न्यायाधीश कार्कीसँग डराउन थाले। प्रधान न्यायाधीशमाथि महाभियोग दर्ता भएसँगै स्थानीय निर्वाचन नहुने, देश फेरि नयाँ राजनैतिक सङ्कटतिर जाने हल्ला चल्यो। 18 वैशाख 2074 मा माओवादीको हेडक्वार्टर बैठकमा तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्कीमाथिको महाभियोग प्रस्ताव, स्थानीय निर्वाचन लगायत विषयमा छलफल भयो। बैठकमा प्रचण्डले महाभियोग प्रस्ताव अदालत विरुद्ध लक्षित नभएर प्रधान न्यायाधीशको व्यक्तिगत कार्यशैली र आचरणसँग सम्बन्धित भएको र प्रस्तावले न्यायालय कमजोर नहुने, बरु थप पारदर्शी, जवाबदेही र प्रभावकारी बन्ने बताए। 18 वैशाख 2074 मा निजी निवास लाजिमपाटमा विभिन्न पार्टीबाट माओवादीमा प्रवेश गरेकालाई स्वागत गर्दै प्रधानमन्त्री प्रचण्डले भनेका थिए, हिजो महाभियोग दर्ता भएपछि राजनीतिमा एक खालको तरङ्ग आएको छ। तर महाभियोगको आफ्नो प्रक्रिया छ, त्यो संसदीय प्रक्रियामा जान्छ। यसले निर्वाचनमा कुनै असर गर्दैन। भोलि मनोनयन दर्ता हुन्छ र 31 गते पहिलो चरणको निर्वाचन हुन्छ। यसमा कुनै भ्रम पाल्न जरुरी छैन। तपाईहरू पनि सबै भ्रममा नपरी भोलिको मनोनयनमा सहभागी हुनुहोस्। 25 वैशाख 2074 मा चुनावको मुखैमा फोरम लोकतान्त्रिक सरकारमा सहभागी भयो। राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्रीमा विजय कुमार गच्छदार, भूमि सुधार तथा व्यवस्था मन्त्रीमा गोपाल दहित र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जितेन्द्र देवलाई पद तथा गोपनीयताको शपथ गराइन्।
31 वैशाख 2074मा लामो प्रतीक्षा र अन्यल बीच प्रदेश 3, 4 र 6 का 283 स्थानीय तहको निर्वाचन सम्पन्न भयो। दोलखा र काभ्रेका केही स्थानमा बाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको मतदानमा झण्डै 70% मतदाताले मताधिकार प्रयोग गरे। सशस्त्र गतिविधि मार्फत घोषित रूपमै निर्वाचन बिथोल्न लागि परेको विप्लव समूहका बम र अपहरण समेतका घटनाले पनि निर्वाचन प्रभावित भएन। पहिलो चरणको निर्वाचन सफल भयो। निर्वाचन आयोगले निर्वाचन घोषणापछि तयारीका लागि 120 दिन समय चाहिने भन्दै आए पनि 83 दिन मात्रै पाएको थियो। पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि सरकारका लागि सबैभन्दा ठूलो चुनौतीको विषय थियो मधेसमा दोस्रो चरणको निर्वाचन सम्पन्न गराउनु। उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम पहिलो चरणकै निर्वाचनमा सहभागी भए पनि संविधान संशोधन नभएकोमा मधेसी मोर्चाको अर्को घटक राजपाको असन्तुष्टि कायमै थियो। उसको असन्तुष्टिलाई समाधान गर्ने प्रयासमा प्रचण्ड थिए। त्यसैलाई लक्षित गर्दै 7 जेठ 2074मा प्रधानमन्त्री प्रचण्डले जनकपुरबाट प्रकाशित जनकपुर टुडेको 18औं वार्षिकोत्सव कार्यक्रममा बोले, मधेस केन्द्रित दल र मधेसी जनताको भावनाको मलाई गहिरो हेक्का छ। म आफै 10 प्रदेश सहितको संघीयताको पक्षधर हुँ। मधेसमा 2 प्रदेश बनाउने मेरो पार्टीको पनि आधिकारिक निर्णय हो। अहिलेको संविधानमा मेरो पार्टीको पनि नोट अफ डिसेन्ट छ। तर देशलाई निकास दिने र मधेस र मधेसी जनताका मुद्दा सम्बोधन गर्न गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता उपलब्धिहरू संस्थागत गर्नुको विकल्प छैन। त्यसका लागि मधेस केन्द्रित दलहरू पनि निर्वाचनमा आउनुपर्छ। आन्दोलन र सङ्घर्षको रूप सधैँ एउटै हुँदैन। तपाईहरू पनि ब्यालेटको मोर्चामा आउनुहोस्। मधेसका मुद्दा ब्यालेटबाटै संस्थागत गरौँ। प्रचण्डका झन्झट। त्यसबेला प्रचण्डमाथि प्रधानमन्त्रीका रूपमा सरकारी कामकाजको बोझ थियो, तर पार्टी कामको उनी उत्तिकै चिन्ता गर्थे। प्रचण्डले अरू प्रधानमन्त्री जस्तो पार्टीको बैठक सरकारी निवास बालुवाटारमा नभई निजी निवास लाजिमपाटमा बोलाउँथे। लाजिमपाटमा बैठक बोलाउनुको पछाडि एउटा गजबको प्रसङ्ग छ। 28 साउन 2073मा दिउँसो माओवादी केन्द्रीय कार्यालयको बैठक थियो। बिहान गोपाल किरातीले रामबहादुर थापा बादललाई फोन गरेर भनेछन्, दाइ बैठक बालुवाटारमा राख्नु भएन, त्यहाँभित्र जानै कठिन छ। मसँग गाडी पनि छैन, नेपाल यातायात चढेर जाने हो, छाता पनि सँगै हुन्छ। यस्तो अवस्थामा नाम लेखाउँदै चेकिङ झेल्दै बैठकमा जान कठिन हुन्छ। बैठक प्रधानमन्त्री निवासमा राख्नु भएन, प्रचण्डसँग कुरा गर्नुहोस्। बादलले यो कुरा प्रचण्ड कहाँ पुर्याए। त्यसपछि प्रचण्डले सरकारी निवासमा पार्टीको बैठक नबोलाउने निर्णय गरे, तर सधैँ यो नियममा टिक्न भने सकेनन्। बेला बेला उनले पनि बालुवाटारमा पार्टी बैठक गरेका उदाहरण बने। प्रधानमन्त्री हुँदा प्रचण्डका झन्झट र तनावको आफ्नै कथा श्रृङ्खला बन्यो। 3 कार्तिक 2073को साँझ बालुवाटारमा प्रचण्ड स्तम्भकारहरूसँग अन्तर्क्रिया गर्दै थिए। उता संसद सचिवालयमा भने अख्तियार दुरुपयोग अनुसन्धान आएका प्रमुख आयुक्त लोकमान सिंह कार्की विरुद्धको महाभियोग प्रस्तावको काम हुँदै थियो। प्रचण्डलाई लगातार फोन आइरहेको थियो। प्रचण्ड अप्ठ्यारोमा थिए, तर अन्तर्क्रियामा उनले लोकमान विरुद्ध महाभियोग प्रस्तावमा प्रक्रिया अगाडि बढेको चाहिँ बताएनन्। यो घटनाले ओली र प्रचण्ड बीच निकटता बढाउने काम गर्यो। दुवै नेता लोकमान सिंह कार्की विरुद्ध सहमत थिए। तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले सांसदहरूलाई ब्रिफिङ गर्न भनेर बैठक बोलाएका थिए। त्यसपछि हस्ताक्षर सङ्कलन सुरु भएको थियो सिंहदरबारमा। 4 कार्तिकको पार्टी बैठकमा प्रचण्ड निकै भावुक देखिए। एमालेलाई माओवादी सांसदहरूको हस्ताक्षर बुझाइएको थियो। त्यस दिन मन्त्री परिषद बैठक 2 पटक स्थगित भयो। पहिला 11 बजेका लागि मन्त्री परिषद बैठक बोलाइएको थियो। त्यसपछि 4 बजेका लागि सारियो र 4 बज्नु केही समय अघि बैठक पुनः स्थगित भएको सूचना दिइयो। संसद बैठक 3 दिनका लागि स्थगित गरिएको थियो। माओवादी नेता महेन्द्र बहादुर शाहीले बीबीसी नेपाली सेवासँगको कुराकानीमा महाभियोगबारे पार्टीभित्र निर्णय हुन बाँकी रहेको बताइदिए। अघिल्लो दिन महाभियोग प्रस्तावका प्रस्तावक बनेका शाहीको यो भनाइले माओवादीभित्र गडबडीको सङ्केत गर्दथ्यो। 6 कार्तिक 2073मा लाजिमपाट स्थित प्रचण्ड निवासमा झण्डै 3 घण्टा पार्टी हेडक्वार्टरको बैठक बस्यो। लोकमान प्रकरणबारे विभिन्न कोणबाट छलफल भयो। त्यहाँ औपचारिक एउटा र अनौपचारिक अर्को निर्णय भयो। व्यवस्थापिका संसदमा दर्ता भएको महाभियोग प्रस्तावबारे प्रवक्ता पम्फा भुसालले भनेकी थिइन्, महाभियोग प्रस्तावमा विभिन्न पक्षसँग समन्वय गरी अगाडि बढ्न आवश्यक निर्णय लिने अधिकार पार्टी अध्यक्ष तथा दलका नेता कमरेड प्रचण्डलाई दिने निर्णय गरियो। अनौपचारिक निर्णय थियो, लोकमानका विरुद्ध दर्ता भएको महाभियोग प्रस्तावलाई पारित गराउन संसदभित्र र बाहिर पहल गर्ने। साँझ प्रधानमन्त्री प्रचण्ड र कङ्ग्रेस सभापति शेरबहादुर देउवा बीच बालुवाटारमा संवाद भएको थियो। 7 कार्तिकको संसदीय दलको बैठकमा चाहिँ प्रचण्डले महाभियोग प्रस्ताव पारित गराउन लाग्न सांसदहरूलाई निर्देशन दिए। यो निर्देशनपछि सांसदहरूमा रहेको शङ्का निवारण भयो।
24 पुस 2073 मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई सर्वोच्च अदालतले अयोग्य ठहर गर्यो। एमाले र माओवादी मिलेर उनी विरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता गराएका थिए। यसकारण प्रचण्डका लागि सर्वोच्चको निर्णयले ठूलो राहत दियो। 11 मङ्सिर 2073 मा माओवादी निकट पत्रकार संगठनको बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारी सञ्चार माध्यमले आफ्नो नाम अधुरो लेखेकोमा असन्तुष्टि जनाए। प्रचण्डले नागरिकता, राहदानी र सरकारी सबै निर्णयमा पुष्पकमल दाहाल प्रचण्ड लेख्थे। केही निजी र सरकारी सञ्चार माध्यमले पुष्पकमल दाहाल मात्र लेख्थे। प्रचण्डले यसलाई परिवर्तन स्वीकार गर्न नसक्ने प्रवृत्ति बताए। प्रचण्डले गुनासो गरेकै दिनदेखि राष्ट्रिय समाचार समितिले पूरा नाम लेख्न थाल्यो। 22 मङ्सिर 2073 मा प्रधानमन्त्री प्रचण्ड दोधारा चाँदनी पुगेका थिए। महाकाली पारीको दोधारा चाँदनी नगरपालिकामा निर्माणका लागि प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको स्थलगत निरीक्षणपछि प्रधानमन्त्री साँझ धनगढी फर्के। धनगढीमा एमाले र जनमोर्चाका कार्यकर्ताले प्रचण्डलाई कालो झण्डा देखाए। काठमाडौँमा पनि संसद अवरुद्ध नै थियो। 26 मङ्सिर 2073 मा मोहन वैद्य प्रचण्डलाई भेट्न बालुवाटार गएका थिए। त्यसै दिन प्रचण्डको 63औं जन्मदिन परेको थियो। वैद्य प्रचण्डको जन्मदिनमा शुभकामना दिने पूर्व योजनामा गएका थिएनन्। बालुवाटार पुगेपछि मात्र थाहा पाए। प्रचण्डका सचिवालयका सदस्यले प्रचण्डको आज जन्मदिन परेको छ भनेर जानकारी दिएका थिए। वैद्यले शिष्टाचारका लागि शुभकामना दिए। प्रचण्डले धन्यवाद भने। वैद्य खासमा कुपण्डोल स्थित पार्टी कार्यालयको विषयमा भएको विवाद हल गर्ने विषय लिएर गएका थिए। वैद्यसँग रामबहादुर थापा समूह अलग भएर प्रचण्डसँग मिलेपछि थापा समूहको चाहना कुपण्डोलको कार्यालय प्रचण्ड नेतृत्वको माओवादीकै होस् भन्ने थियो। छलफलको विषय यही थियो। तर प्रचण्डको सचिवालयबाट जारी समाचारमा वैद्यले जन्मदिनको शुभकामना दिएको विषय महत्त्वका साथ मिडियामा आयो। वैद्यले यसलाई मन पराएनन्। लेखनाथ न्यौपाने लगायत केही नेताले कुपण्डोलको कार्यालय वैद्य माओवादीलाई दिन सुझाएर सम्भावित तनाव रोकेका थिए। कान्तिपुरले वैद्यलाई उद्धृत गर्दै लेख्यो, वाहियात कुरो, मलाई प्रचण्डजीको जन्मदिन भन्ने कुरो थाहै थिएन। कसरी त्यो वेबसाइटमा आएछ? हामी त पुरानो मान्छे भइयो, हेर्नुहोस्, यस्ता जन्मदिनको मतलब हुने कुरो भएन। 9 मङ्सिर 2073 मा प्रधानमन्त्री प्रचण्ड रुकुमको चुनवाङ पुगे, जहाँ उनी 12 वर्षपछि गएका थिए। माओवादीले संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा यही ठाउँमा बसेको केन्द्रीय समितिको बैठक मार्फत लिएको थियो, जसले नेपालको राजनैतिक कोर्समै परिवर्तनको ढोका खोलेको थियो। पछिल्लो पटक त्यहाँ पुगेका प्रधानमन्त्री प्रचण्डले चुनवाङदेखि म्याग्दीको बेनीसम्म जोडिने गुरिल्ला ट्रेल एवं जनयुद्धको ऐतिहासिकता झल्कने युद्ध सङ्ग्रहालयको उद्घाटन गरे। प्रचण्ड नेतृत्वको सरकारका काममाथि नारायण काजीको चासो थियो। त्यसैले उनले 3 भदौ 2073 को पार्टी हेडक्वार्टर बैठकमा सरकार सञ्चालन सम्बन्धी समिति बनाउन माग गरे। प्रचण्डले उनको कुरा बुझे। अर्को दिनको बैठकबाट नारायण काजी श्रेष्ठ इन्चार्ज रहेको 11 सदस्यीय सरकार सञ्चालन सहयोग समिति गठन भयो। समिति बनेपछि सरकार सम्बन्धी निर्णयमा आफू पनि शक्ति केन्द्र हुने उनको अनुमान देखिन्थ्यो। ओली नेतृत्वको पालामा पनि यस्तै अभ्यास भएको थियो, तर प्रभावकारी चाहिँ देखिएको थिएन। सरकारका काम कारबाहीबाट पार्टी संगठन निर्माणमा सहयोग पुगोस् भन्ने प्रचण्डको सोच थियो। पार्टीलाई जनतामाझ लोकप्रिय बनाउन, सरकारमा आफ्नो भूमिका जनपक्षीय बनाउने माओवादी नीति थियो। त्यसैले माओवादीले सरकार सञ्चालन, सहयोग तथा समन्वयका लागि नारायण काजी श्रेष्ठको संयोजकत्वमा समिति बनाएको थियो। तर मन्त्रीहरूले समितिको कुरा नसुनेको भन्दै माघको पहिलो सातातिर श्रेष्ठले राजीनामा गरे। कुनै कारणले असन्तुष्ट हुने बित्तिकै राजीनामा गरिहाल्ने नारायण काजीको बानी थियो। त्यो श्रृङ्खला दोहोरियो। 14 माघ 2072 सम्म आउँदा उनलाई प्रचण्डले कन्भिन्स गरेपछि श्रेष्ठले राजीनामा फिर्ता लिए। नारायण काजी मात्र होइन, मन्त्रीहरूको कार्यशैलीबाट माओवादी नेता कार्यकर्ता सन्तुष्ट थिएनन्। अन्ततः पार्टी बैठकले नै स्वीकार गर्यो। माओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले प्रभावकारी काम गरेनन्। मन्त्रीलाई ट्र्याकमा ल्याउन माओवादीले नयाँ विधि अपनायो। आफ्ना मन्त्रीहरू विरुद्ध उजुरी गर्न र जनताको सुझाव लिन पार्टी मुख्यालयमा सुझाव र उजुरी पेटिका राख्यो। उजुरी गोप्य राख्ने नीति बनाइयो। जिल्लामा पनि उजुरी माग्ने निर्णय भयो, तर त्यो प्रचारमै सीमित रह्यो। न धेरै उजुरी आए, न आएका कुनै उजुरीमाथि नै सुनवाई भयो। सरकार सञ्चालनका सन्दर्भमा पार्टीभित्र प्रश्न र गुनासा थिए। 2073 भदौको पहिलो सातातिर यस्तै गुनासो बोकेर पार्टी हेडक्वार्टर सदस्य मणि थापा प्रधानमन्त्री निवास बालुवाटार पुगे। प्रचण्डलाई उनले भने,
अध्यक्ष कमरेड, तपाईँका सचिवालयका साथीहरूले फोन नै उठाउँदैनन्, यसरी कसरी क्रान्ति हुन्छ? थापाले गुनासो लिएर मिडियाका साथी कहाँ जाने कि भनेर पनि जिस्काए। थापाको कुरा सुनेपछि प्रचण्डले आफ्नो सचिवालयका सदस्यहरूलाई बोलाएर भने, तपाईँहरूको फोन किन उठ्दैन? मणिजीले त गुनासै लिएर आउनुभयो। थापा मात्र होइन, यस्तो पीडा भोग्ने माओवादीका धेरै नेता कार्यकर्ता थिए। प्रचण्ड प्रधानमन्त्री हुनु अगाडि पनि उनको निजी सचिवालयमाथि प्रश्न उठ्थ्यो। यति गुनासो गरेपछि सचिवालयका सदस्यले थापाको फोन त उठाउन थाले, तर अरूको फोन चाहिँ कमै उठाउने गरेको गुनासो आउँथ्यो। फोनकै कुरा गर्दा एनसेल प्रकरणमा सार्वजनिक लेखा समितिले तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई बैठकमा बोलाउने निर्णय गर्यो। प्रधानमन्त्री प्रचण्डलाई समय पनि दिइयो, तर दिइएको समयलाई अझ निश्चित गर्न लेखा समिति सभापति टोर प्रसाद उपाध्यायले उनको सचिवालयलाई पटक पटक फोन गरे, एसएमएस गरे। न फोन उठ्यो न एसएमएसको जवाफ आयो। सभापति उपाध्यायको अनुभव छ। ठुलै मेहनतपछि बैठकमा प्रधानमन्त्रीको उपस्थिति रह्यो। मधेस मुद्दा सके समाधान, नसके प्रयास गरेको अनुभूति। प्रधानमन्त्री भएपछि प्रचण्डले काठमाडौँ बाहिर पहिलो कार्यक्रम आफ्नो निर्वाचन क्षेत्र सिराहामा राखे। भारत भ्रमण पूर्व मधेसमा पुगेर त्यहाँका जनता, राजनैतिक दल र निर्वाचन क्षेत्रका मतदातालाई आफू मधेसको मुद्दामा उदार रहेको सन्देश दिन चाहेका थिए। 27 भदौ 2073 उनी 11:30 बजे सिराहाका लागि जनकपुर उडान भर्न चाहेका थिए। दिउँसो 3:30 बजेसम्म मौसम सफा भएन। काठमाडौँमा पानी परिरह्यो। मौसम बाधक बनिदियो। आखिरमा प्रचण्डले सिराहाको सभालाई बालुवाटारमा बसेर टेलिफोनबाटै सम्बोधन गरे। उता फोनलाई माइकमा लगाएर उपस्थित जनलाई सुनाइयो। 3 कार्तिक 2073 संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनको ड्राफ्ट अन्तिम चरणमा पुगेको बताए। सत्तापक्ष, प्रतिपक्ष र आन्दोलनरत सबै पक्षसँग सहमति गरेर संशोधन प्रक्रिया अगाडि बढाउने उनले बताए। तिहारदेखि छठ पर्वसम्म संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने गरी सरकारले तयारी गरेको पनि प्रचण्डले जानकारी दिए। भने, म सरकार प्रमुख भएकाले भन्छु, मधेसका जायज माग सम्बोधन गरिन्छ, संविधान संशोधन गरिन्छ र निर्वाचन गराउने दिशामा गइन्छ। संविधान कार्यान्वयन चुनौतीको सामना सबैले मिलेर गर्नुपर्छ। मलाई विश्वास छ सबैको सहमतिमा संविधान संशोधन गरी चैतमा स्थानीय तहको चुनाव गर्नुपर्नेछ। आफ्नो नेतृत्वमा सरकार बनेको 118 दिनपछि 14 मङ्सिर 2073 प्रधानमन्त्री प्रचण्डले मन्त्री परिषदबाट संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरे। आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधन गर्न सरकारले नागरिकता, प्रादेशिक सीमाङ्कन, समानुपातिक प्रतिनिधित्व लगायत बुदामा संशोधन गर्न यस्तो निर्णय गरेको थियो। मन्त्री परिषदबाट पारित भएको केही बेरमा सरकारले संविधान संशोधन सम्बन्धी विधेयक संसद सचिवालयमा दर्ता गरेको थियो। करिब राति 9 बजेतिर दर्ता भएको विधेयकमा भाषा सम्बन्धी विषयमा संविधानको धारा 6 मा संशोधन, नागरिकता सम्बन्धी संविधानको धारा 11 मा संशोधनको प्रस्ताव थियो। त्यसैगरी राष्ट्रिय सभामा सबै प्रदेशबाट 8-8 जनाको प्रतिनिधित्व हुने व्यवस्था रहेकोमा प्रत्येक प्रदेशबाट कम्तीमा 1 महिला, 1 दलित र 1 जना अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व गराउनुपर्ने विषय पनि विधेयकमा समेटिएको थियो। संविधानको अनुसूची 4 मा संशोधन गर्दै प्रदेश 4 र प्रदेश 5 को सीमाङ्कनमा हेरफेरको प्रस्ताव थियो। संशोधनमा प्रदेश 4 मा गोर्खा, लमजुङ, तनहु, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, बर्दघाट सुस्ता पूर्व, रोल्पा, प्युठान र रुकुमको पूर्वी भागलाई राखिएको थियो। नवलपरासी, बर्दघाट सुस्तादेखि पश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियालाई प्रदेश 5 मा राखिएको थियो। सरकारले तराई मधेस केन्द्रित दलहरूको माग सम्बोधन गर्न यस्तो प्रस्ताव अगाडि सारेको थियो। यसमा प्रमुख प्रतिपक्षी एमालेको विरोध थियो। प्रस्ताव दर्ता भएको अर्को दिन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले संविधान संशोधन विधेयकलाई अस्वीकार गर्यो। मोर्चाले भन्यो, मोर्चाको सहमति बिना नेपालको संविधान संशोधन गर्न दर्ता गरिएको संशोधन विधेयकले मधेसी, आदिवासी, जनजाति लगायत सीमान्तकृत समुदायबाट उठाइएका मुद्दाको सम्बोधन नगर्ने भएको हुँदा यसलाई यथास्थितिमा स्वीकार गर्न नसकिने निर्णय गर्दछ। संशोधन प्रस्ताव दर्ता भएको अर्को दिन एमालेको अगुवाईमा प्रदेश 5 का विभिन्न जिल्लामा प्रदर्शन र बन्द भयो। संविधान संशोधन विधेयक दर्ता भएको अर्को दिन प्रचण्डले प्रमुख 4 दलको बैठक बोलाए, जहाँ एमाले अध्यक्ष ओली गएनन्, वामदेव गौतम र भीम रावल सहभागी भए। संशोधन प्रस्ताव दर्तापछि सहमति जुटाउने प्रयास गरेका प्रधानमन्त्री प्रचण्डले 16 मङ्सिर 2073 मधेसी मोर्चाका नेतासँग परामर्श गरे, तर त्यति सुखद रहेन। मोर्चाका नेताहरूले प्रस्ताव स्वीकार गर्न नसकिने भनेर हतारमा प्रतिक्रिया जनाएकोमा प्रचण्डले असन्तुष्टि जनाए। प्रचण्डले भने, विरोध गर्ने पनि एउटा तरिका हुन्छ नि। तपाईँहरूकै लागि दर्ता भएको प्रस्तावमा तपाईँहरूकै विरोध भएपछि यो किन अगाडि बढाउनु पर्यो र? एमालेले संसद अवरुद्ध गर्यो। सडकमा बन्द र प्रदर्शन पनि जारी राख्यो।
17 मङ्सिर 2073 मा प्रदेश 5 टुक्राइएको विरोधमा बुटवलमा ठूलो जनसभा भयो, जहाँ एमालेको योजनाबद्ध सहभागिता थियो। तर सभामा माओवादी नेता टोपबहादुर रायमाझी र कांग्रेस नेता चन्द्र भण्डारी अतिथि भए। सत्तारूढ दलकै नेता टोपबहादुर जनसभामा सहभागी हुनु माओवादीका लागि झड्का थियो। पार्टी अनुशासन मिचेर टोपबहादुर सहभागी भएको भन्दै माओवादीभित्र हल्ली खल्ली भयो। रायमाझी बुटवल गएपछि प्रचण्डले उनलाई फोन गरेर भने, धेरै बिग्रिने गरी नबोल्नु होला, मिलाएर कुरा राख्नु होला नि। बुटवलको सभालाई एमाले आफ्नो मनोभावसँग जोड्न चाहेको थियो, तर टोपबहादुर र चन्द्र भण्डारीको उपस्थितिले एमालेलाई त्यो मौका मिलेन। सभा एमालेको मात्रै भएन। टोपबहादुरले ठिकै गरे भन्ने मत पनि माओवादीभित्र बलियो नै थियो। कतिपय नेताले संघीयता विरोधी तत्त्वलाई फाइदा पुग्ने कदम भनेर विश्लेषण गरे। 18 मङ्सिरको पार्टी हेडक्वार्टर बैठकमा प्रचण्डले राष्ट्रिय राजनीतिका लागि क्षेत्रीय जोखिम मोलेको र टोपबहादुरबाट यस्तो प्रतिक्रिया आउँछ भन्ने नै थियो भनेर ब्रिफिङ गरे। यो बैठकमा प्रचण्डले मधेसी मोर्चा प्रस्तावको पक्षमा नआए स्थानीय तहको चुनाव घोषणा गरेर जाने रणनीति सुनाए। त्यसै दिन बसेको पोलिट ब्युरो बैठकमा प्रचण्डले संविधान संशोधन प्रस्ताव फिर्ता नहुने र सरकार चुनावमा अगाडि जाने बताए। 19 मङ्सिर 2073 मा राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएकी थिइन्। त्यहाँ प्रचण्डले संशोधन प्रस्तावलाई थप विवादित नबनाउन र मिलेर अगाडि बढ्न आग्रह गरे। 3 पुस 2073 मा प्रधानमन्त्री विराटनगर पुगेर संविधान संशोधन प्रस्तावलाई राष्ट्रघाती भन्दै प्रचार गर्नेलाई नै विखण्डनकारी भनेर प्रतिवाद गरे। पार्टीको प्रशिक्षणमा पुगेका प्रचण्डले विगतमा जस्तो यसपालि जस्तो सुकै परिस्थिति आए पनि पदबाट राजीनामा नदिने पनि खुलासा गरे। सेनापति प्रकरणमा प्रचण्डले राष्ट्रवाद र भावुकतामा डुबेर राजीनामा गरेका थिए, तर यसपटक नछोड्ने भने। यसरी उनले विरोधीलाई हच्काउन खोजे। 4 पुस 2073 मा प्रधानमन्त्री प्रचण्ड सभामुख ओन्सरी घरतीले आह्वान गरेको प्रमुख 3 दलका शीर्ष नेताको बैठकमा सहभागी भए। विपक्षीको संसद अवरोध खुलाउने चाहना सहित सभामुखले यस्तो बैठक बोलाएकी थिइन्। तर यो बैठकमा प्रचण्ड र ओली बीच भनाभन भयो। देउवा र वामदेव गौतम बीच पनि उस्तै चर्काचर्की भयो। संविधान संशोधन प्रस्ताव सजिलै अघि बढ्ने सम्भावना देखिएन। 12 पुस 2073 मा तात्कालीन सत्तारूढ दल कांग्रेस, माओवादी, मधेसी मोर्चा र संघीय गठबन्धनमा आबद्ध दलहरूको बालुवाटारमा बैठक बस्यो। प्रचण्डको आह्वानमा बसेको बैठकमा कांग्रेस सभापति देउवा र मधेसी नेता बीच भनाभन भयो। बैठकमा कांग्रेस र माओवादीका नेताहरूले स्थानीय निर्वाचनको घोषणा गरेर मुलुकलाई निकास दिन र संसदमा दर्ता भएको संशोधन प्रस्तावलाई निर्णयार्थ पेश गर्ने राजनैतिक वातावरणका लागि मधेसी मोर्चासँग सहयोगको आग्रह गरे। मोर्चाका नेताहरूले सत्तारूढ दलका नेताको आग्रह अस्वीकार गर्दै संशोधन बिना चुनावमा जान नसकिने बताए। 13 पुस 2073 मा सिंहदरबारमा प्रमुख 3 दलको बैठक बस्यो। बैठकमा दलहरू निर्वाचनका विषयमा बढी केन्द्रित भए। स्थानीय तहको चुनावमा नेताहरूको जोड देखिन्थ्यो, तर अवरुद्ध संसद खोल्ने विषयमा चाहिँ खास प्रगति भएन। 21 पुस 2073 मा माओवादी र मधेसी मोर्चाको बैठक बस्यो। बैठकमा संसदमा दर्ता संविधान संशोधन प्रस्तावलाई अघि बढाउने समझदारी भयो। बैठकमा संविधान संशोधन प्रस्तावबारे सर्वोच्च अदालतले गरेको फैसलाले राजनैतिक गतिरोध अन्त्य गर्न सकारात्मक भूमिका खेलेको निष्कर्ष निकालियो। 24 पुस 2073 मा सरकारले दर्ता गरेको संविधान संशोधन सम्बन्धी विधेयक संसदमा पेश भयो। प्रचण्डका लागि यो सुखद कुरा थियो। 26 फागुन 2073 मा प्रधानमन्त्री प्रचण्डले मन्त्री परिषदमा हेरफेर गरे। त्यसअनुसार उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्रीमा कमला थापा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा दिलानाथ गिरीले जिम्मेवारी पाए। सत्तारूढ दलले संसदमा पेश गरेको संशोधन प्रस्तावमा 2/3 अङ्क जुटाउन राप्रपालाई सरकारमा लगेका थिए। 26 चैत 2073 मा प्रधानमन्त्री प्रचण्डले काठमाडौँमा एक कार्यक्रममा प्रमुख प्रतिपक्षी एमाले र मधेसी मोर्चाले समेत समर्थन गर्न सक्ने गरी संविधान संशोधनको नयाँ मस्यौदा तयार पारिएको दाबी गरेका थिए। प्रधानमन्त्री प्रचण्डको आह्वानमा 6 वैशाख 2074 मा बसेको प्रमुख 5 राजनैतिक दलहरू कांग्रेस, एमाले, माओवादी, राप्रपा र फोरम लोकतान्त्रिकका शीर्ष नेताहरूको बैठकले स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने निर्णय गर्यो। बैठकले स्थानीय तहको निर्वाचन पूर्व नै मधेसी मोर्चालाई पनि सहमतिमा ल्याउन, वार्ता संवादको प्रक्रिया जारी राख्ने र 31 वैशाखमै निर्वाचन सम्पन्न गर्न र मधेसी मोर्चालाई निर्वाचनमा ल्याउन संविधान संशोधन प्रस्ताव अघि बढाउने र निर्वाचनका लागि थप अनुकूल वातावरण बनाउने निर्णय पनि भएको थियो। 26 वैशाख 2074 मा कांग्रेस, एमाले, माओवादी र राजपाका नेताहरूबीचको बैठकमा संविधान संशोधन विधेयक, दोस्रो चरणको स्थानीय तहको निर्वाचन र मधेसमा स्थानीय तहको संख्या थपबारे छलफल भयो। बैठकमा प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन विधेयक पारित गराउन सरकारका तर्फबाट पहल भइरहेको र स्थानीय तहको निर्वाचन सफल बनाउन दलहरू थप एकताबद्ध हुनुपर्ने बताएका थिए। बैठकमा राजपाका नेताहरूले संविधान संशोधन विधेयक पारित गरेर निर्वाचनमा सहभागी हुने वातावरण बनाउन आग्रह गरे।
31 वैशाखको पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गरेपछि 10 जेठ 2074मा प्रधानमन्त्री प्रचण्डले पदबाट राजीनामा दिए। देउवासँग आलोपालो प्रधानमन्त्री बन्ने सहमति गरेका प्रचण्डले इमानदारिता देखाए। स्थानीय तहको निर्वाचनमा कङ्ग्रेससँग गठबन्धन सहज नभए पनि प्रचण्डलाई सङ्घीय र प्रदेश चुनावको सहकार्य राम्रो हुन सक्छ भन्ने विश्वास थियो। कङ्ग्रेसभित्र यही सन्देश प्रवाह गर्न र गठबन्धनको आधार बनाउन आफ्नो राजीनामा फलदायी हुन सक्ने प्रचण्डको विश्लेषण थियो। प्रचण्डले चाहेर पनि संविधान संशोधन गराउन सकेनन्, तर प्रयत्न गरेको सन्देश भने दिए। राजीनामा दिए पनि काम चलाउ प्रधानमन्त्री प्रचण्ड नै थिए। सरकारका तर्फबाट 12 जेठ 2074मा संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गरियो। दोस्रो चरणको निर्वाचन 31 जेठमै गर्ने र 7 माघ 2074 भित्र प्रदेश र सङ्घको निर्वाचन गरिसक्ने प्रतिबद्धता नीति तथा कार्यक्रममा आयो। यसका साथै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने प्रतिबद्धता, उच्च आर्थिक वृद्धिको लक्ष्य, जलाशययुक्त आयोजनालाई प्राथमिकता, राष्ट्रिय गौरवका आयोजनालाई उच्च प्राथमिकता सहितको नीति तथा कार्यक्रम थियो। नीति तथा कार्यक्रम पेश भएपछि एमाले संसदमा अवरोध गर्यो। फलतः राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको कार्यक्रमप्रति प्रधानमन्त्रीले संसदमा टेबुल गर्न पनि पाएनन् र राष्ट्रपति भण्डारीले धन्यवाद समेत पाइनन्। प्रचण्डले दोस्रो पटक प्रधानमन्त्री हुँदा जति धेरै काम गर्ने र जुन स्तरको लोकप्रियता हासिल गर्ने सपना देखेका थिए त्यो त सम्भव भएन। तर उनको दोस्रो कार्यकाल पहिलोभन्दा बढी संयमित, सफल र औसत रह्यो।